हेलो गाइज वेलकम बैक टू माई न्यू भ्लग होइन आजको फेरि अर्को पार्ट 2 9 चाहिँ यो चाहिँ दोस्रो भिडियो है त बस स्पोर्टिङको सबैजनाले सब्सक्राइब गर्नु होला यो च्यानललाई चाहिँ दिस इज खप्दडमारीका थुप्रै गाडीहरू छ फेरि पानी पर्न लाग्यो क्या अब पानी पर्न सुरु भइसक्यो जहिले यस्तै हुन्छ अब मसँग आउनेलाई भोलि फेरि बसेछ बुटो लाउँदैछन् तिनीसितको अलि राम्रो क्वालिटीमा आउँछ है त भिडियो अर्को ट्याक्क सुरु गरौँ यता छन् गाइज थुप्रै बसहरू हाम्रो रानीजी आयुष दाइको हो कि जस्तो लाग्छ यो गाडी चाहिँ हो कि नै होइन यता अब ट्याग टुक सबहरू ट्याग टुक मिलेर खत्रै छ नहोला यो आयुष दाइको गाडी हो कि जस्तो नि लाग्छ गाइस हो कि नै यसो कमेन्ट हान्नु भयो त ट्याकटुक छन् गाइस गाडीहरू चाहिँ यता खतरा खतरा दरबार एसी छ आज राजगद्दी अहिलेको चलेको महेन्द्रनगरको गाडी ल ट्याकटुक गाइस सब गाडीहरू यता छन् हमसफर पनि छ हाम्रो शुभयात्रा यो गाडीको यार गाडी भुजै गएको छैन अलिअलि ट्याकटुक छ पास चाहिँ आयो है गाडी त अरू नआनेको गाडी पास दामी आइदियो आज पनि हुन्छ गाडी उसको चाहिँ कर्णाली टाइगर यसो पास दिन्छ कि भनेको चाहिँ टक्क पास चाहिँ आइदियो आयो 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 हल्का पास चाहिँ आइदियो है त हल्का दामी पास आइदियो ल एउटा दिस इज लेटेस्ट बस पुरै हाम्रो बुलबुले है गाडी फेरि तपाईँको बुलबुलेमा चाहिँ यो पास नदिने भन्ने यो जस्तै अब हाम्रो जुङ्गे दाइको दिइहाल्नुहुन्छ कि दाइले त अब त्यो पुरै ऊ भइदियो नि सजिलो एकदम पुरा गाडीहरू यता छ सबले हेरिरहेछन् अब के गर्ने हेरे पनि अब 22-23 जति नै भए पनि भिडियो बनाउनु चाहिँ म छोड्दिनँ गाइज अब ब्राइटनेस बढाउँदा ठिक होला नि नबढाऊँ ठिक छ ट्याकटुक कोशी पशुपति महोत्तरी न्यू महोत्तरी टाइगर है त यो चाहिँ ल अब हामी यता बस पार्क भित्रतिर जाऊँ आज पङ्कज दाइलाई चाहिँ भेट्नुपर्छ अरूलाई नभेट्यो नि यो एकदम भिजिट कर्णाली यो त पहिला अनि यो गाडी अहिले चाहिँ भर्खरै भएको सायद है त जस अब भिडियो चाहिँ एक दुईवटा चाहिँ म हाल्छु विनायक बेबी यता चाहिँ एक दुईवटा भिडियो चाहिँ आउँछ तपाईँहरूको लागि धेरै चाहिँ आउन सक्दिनँ होला छोटो मिठो रिभ्यू पनि छ हेर्न चाहिँ नबिर्सिनु होला है त यस्तो भएछ कि पुरै बादल घाम लागेको भए नि अलिकति क्यामेरा क्वालिटी अलि अच्छै आउँछ होला ठिकै छ अलिक क्लियर त क्लियरै देखिन्छ तर यस्तो क्लियर चाहिँ देखिन्न है त गाइस दिस इज उडान फर ल जङ्गिदा गाडी चाहिँ देख्यो अब अहिले गइन्छ है त आज आएको होइन क्या हट क्याबिनमा नि सोफा गर्नु गाडी दामी छ है दामी दामी गाडीहरू बुद्ध भूमि मेट्रो ल एकदम लेटेस्ट प्रिन्सेस तामन ओमकारा ट्राभल्स यही हो यार दाइजो आउनु भएको छैन त हाम्रो गाडी त यही हो होइन दाइजो आउनु भयो जो चाहिँ यहाँ बल्ल सबै अब गाडीको होइन मालिक सब आउँथ्यो यार हाम्रो पङ्कज दाइ नआएर चाहिँ यहाँ अलि भाडा पर्नु भयो बाँकी त सब छ बुद्ध एक्सप्रेस एकदम जोसियो नामको गाडी पनि धेरै चलेकै हो नि त अब ट्याकटुक भन्दा गर्दा आजको यो भिडियोमा चाहिँ होइन ट्याकटुक सबै बसको छोटो मिठो रिभ्यू चाहिँ आउँछ है सबै बसको छोटो मिठो रिभ्यू चाहिँ आउँछ यतिमा चाहिँ ढुक्क भएर बस्नुहोस् ट्याकटुक हेर्न चाहिँ हामी हेर्छौँ कामाना लेबिज पहिला जङ्गी दाईको गाडीमा जाऊँ त्यसपछि उता ल डेलिसा 5 ए डेलिसा 4 अब यो गाडीको 5 आउँदैछ 1 by 1 सिंगल गाड़ी वाला सोफा वाला
ल चिन्नेले भाइरल चिन्नेले ट्याक्क लाएर उ गरौँ है त के गरौँ रे उ गरौँ ल डेली सफाइ लेटेस्ट गाडी है त यता चाहिँ छ जङ्की दाईको स्याङ्जा दर्शन है त ल ट्याक्क लाएर स्याङ्जा दर्शनमा चाहिँ आज हामी जाम ट्याकटुक हेरौँ है त बस्ने त दाइको त जङ्गी दाई बस्ने दाइको त आफ्नो गाडी निस्क्यो तपाईँ कहिले हो भने ए सर गाडी पनि फेरि निस्क्यो एउटा मात्र भएको अलि हुन्थ्यो अच्छा गाडी प्याक छ ट्याकटुक सबै हाम्रो जङ्की दाइको टक्क लेजेन्डहरू यहाँ टक्क यहाँ दाइहरूसित आज मिठो भन्दै ट्याक हाम्रो सबिन दादासँग नि भेट भइसकेको छ अब भने हामी यता अगाडि जाम पङ्कज दाइ आउनु भयो भने नाइ भन्ने कुरो हो के डक्टर काले मतलब पढाइमा डक्टर काले भन्ने हो नि त गाइस पङ्कज दाइ कता हुनुहुन्छ पङ्कज दाइलाई म एकल त मार्छु गाइस डक्टर काले दाइको है उहाँको फुल नेम त थाहा छैन ल डे गाडी जय माता दी हरैयादेखि काठमाडौँको डे गाडी है त ल डे गाडी जय माता दी है त यस्तो बोमिट गरेर चाहिँ नफालौँ गाई डे गाडी छ ट्याक्क लगाएर डेमा आउन चाहनेहरूलाई ल गाइस टक्क हामी ओमकारामा आइसक्यौँ ओमकाराको न्यू ड्राइभर भर्खर सिलेक्ट हुनुभयो छ्यासो गाइस ट्याक्क लगाएर हामी छौँ है त यता छ चाहिँ शङ्कर भिनाजुर ल फेरि यहाँ पानी परिदियो होइन फेरि पानी पर्न सुरु भइदियो सुरज दादाको ताण्डव पानी भएर चुप भइदियो रेड हर्स गाडीहरू छन् ट्याकटुक ल हाम्रो ओह पङ्कज दाई कहाँको तपाईँ बढिया कहाँ त यस्तो कट्टुमै हिँडेको त थ्याङ्क यू फर वाचिङ गाइज आजको भिडियो यही अन्त्य गर्न चाहन्छु सब्सक्राइब गर्न भने नभुल्नु होला फेरि अर्को बस एक्सप्लोरिङ भिडियो भोलि लिएर आउनेछु हस्त जय नेपाल बिदाई हुँ बाई